प्रकारले चाहिँ लाइक दाइ होइन मोटिभेसन चाहिरहेको छ किनभने टोटली नेपालमा चाहिँ फेक इन्फ्लुएन्सरहरू टन्नै छ क्या दाइ म पनि त फसेको थिएँ त्यो फेजबाट पहिला निस्किनु पऱ्यो नि त मेरो पर्सपेक्टिभ के हो भने चाहिँ फर्स्ट अफ अल त्यो जुन फेजमा फसिरहेछ नि नट ओन्ली त्यो एडिक्सन टर्न फसिरहेछ गर्ल्स एडिक्सन त्यो चिजबाट निक्लिनु पऱ्यो नि त पहिला स्टिरोइड लिएको नराम्रो पनि हो राम्रो पनि हो म अब भन्छु भन्यो भने चाहिँ हाम्रो एरियामा लाइक यो चाहिँ वान पिसेस बाइक नै हो अब लभ लाइफकै कुरा गऱ्यो भने चाहिँ छ आफ्नो पनि छ वान साइडेडै थियो मेरो भन्दा नि हुन्छ किनभने आफ्नो तर्फबाट त मैले बेस्ट दिन खोजेँ सबलाई एभ्री वान आन्टीले पनि मलाई धेरै भन्नुभयो कि यस्तो यस्तो कुरा लाइक हुन्छ नि गुजे बम चाहिदिने क्या तिमी पनि एउटा मेरो छोरा जस्तो छौ मेरो छोरालाई पनि आफू जस्तो बनाऊ लाइक हेरिरहेको छु गाइज मैले कति भिडियोमा भने होला कि एक टाइम थियो मलाई यो सोसाइटीले नराम्रै भन्थ्यो क्या नराम्रो काम गरेको थियो अभियसली नराम्रो भनिहाल्छ नि यस्तो यस्तो मोमेन्ट्सहरू थियो मेरो लाइफमा 5 साल अगाडि कि यो केटासँग नघुम अब म जस्तै साथीलाई बोलाउन गएँ घरमा त्यसले सिधै भनिदिन्थ्यो त्यसको मम्मी बुवाले फेरि आइस यो गजेडीलाई भङ्गेरीलाई मेरो छोरालाई बिगार्नु भनेर भनिहाल्थ्यो एउटा त्यो मोमेन्ट थियो एन्ड एउटा अहिलेको मोमेन्ट छ सुन्नु पाउँछु लाइभ सुन्न पाएको छु कि मेरो छोरालाई आफू जस्तै बनाऊ भनेर हु आर वाचिङ स्पेसली मिडल क्लास फ्यामिली नट ओन्ली मिडल क्लास फ्यामिली लाइक जसले पनि देखिरहेको छौ सबैजनाले हेर सो हेलो नमस्ते एन्ड स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो एउटा नयाँ ब्लगमा एन्ड गाइज फेरि पनि आफ्टर अ लङ टाइम ब्लग सुट गर्न गइरहेको छु एन्ड फर्स्ट अफ अल ह्याप्पी दिवाली टु एभ्री वान मलाई डिस्क्राइब गर्न त आउँदैन के भन्नुपर्छ दिपावलीको बारेमा सो स्टे सेफ स्टे हेल्दी एन्ड त्यति नै हो एन्ड फेरि पनि आज म गइरहेको छु लहान एन्ड यस अहिले चाहिँ मेरो हेल्थ इस्यु चाहिँ अलिक ठिकठाक छैन लाइक केही दिनदेखि स्लिप सेड्युल बिग्रेकोले मेरो हेल्थ इस्यु खराब छ एन्ड यस मलाई अहिले रुगा पनि डेन्जर लागिरहेको छ एन्ड जे होम रेमेडी हुन्छ मैले सबै चिज कम्प्लिट गरिसकेँ बट त्यही नि रुगा छुटेको छैन बट त्यही नि अब चाहिँ भित्रबाट लागिरहेछ दबाईले काम गरेन एन्ड अब चाहिँ जिमले काम गर्छ कि भनेर फेरि पनि लान गइरहेको छु एन्ड आज म दाइको बाइक लिएर गइरहेको छु सो अहिले सेटअप गरेको छु एन्ड फेरि पनि आफ्टर अ लङ टाइम यस्तो सेटअप गरेको छु अस्तिसम्म त यहाँ मोबाइल पनि झरेको थियो सो लेट्स सी पहिला यहाँबाट निस्किहालौँ अहिले 3:30 भइरहेछ एन्ड मलाई चाहिँ अहिले फेरि 4 बजीसम्म पुग्नु छ एन्ड तपाईँहरूलाई एउटा भाइलाई भेटाउने छु एन्ड धेरै दिनदेखि हामी प्लान बनाइरहेको थियौँ कि त्योसँग भेट्ने कोल्याब गर्ने भनेर बट ड्यु टु सम रिजन भइरहेको थिएन एन्ड फाइनली आज प्लान बनिसकेको छ एन्ड गइरहेको छु सो सिधै अब लागिहालौँ लेट भइरहेछ गाइज अल सेट सब रेडी भइसक्यो एन्ड यो चाहिँ दाइको बाइक हो आज चाहिँ दाइको बाइकै लिएर जाउँ भनेर सोचिरहेको थिएँ धेरै दिनदेखि प्लान गरिरहेको थिएँ बट भइरहेको थिएन सो अब यहाँबाट निस्क्यौँ फर्स्ट मलाई जिम ब्याग लिनुपर्छ आफ्नो पुरानो घरबाट अनि देन त्यसपछि यहाँबाट हामीलाई निस्किनुपर्छ एन्ड म चाहिँ अहिले एक्लै गइरहेको छु किनभने बानी नै छैन कोहीसँग जाने आउने अलिक ठिकै लाग्दैन सो त्यही भएर फर्स्ट जिम ब्याग लिउँ एन्ड देन त्यसपछि निस्किहालौँ मेरो डाइट पनि हल्का अप डाउन भएको छ बट त्यस्तो बिग्रेको त केही पनि छैन मेरो जिम ब्याग लाग्छ मेरो जिम ब्याग ल्यायो त्यहाँबाट सो जिम ब्याग त लिइसक्यो तर यसको यो चाहिँ मेरो भाँच्या रहेछ त्यही भएर अब यसलाई कसरी राखौँ नराखौँ भइसकेको छ बट त्यही नि ठिक छ यहाँ राख्दा यहाँ चाहिँ राखिदिएको लेट्स गो धेरै दिन भइसकेको थियो ननिस्केको पनि सो मजा आउने भयो आज जिम हान्न मात्र मोबाइल नझरोस् डर लागिरहेछ नभए फेरि घाटा लाग्ने भयो 2 लाखको एन्ड भिड पनि आजकल खत्रै रहेछ हो गोलबजारमा अब पहिला पेट्रोल हालिहालौँ एन्ड देन त्यसपछि सिधै जिम हानिहालौँ अनि मोबाइल चाहिँ निकालिहालौँ गाइज मलाई मोबाइलको चाहिँ डर लागिरहेछ मलाई आफ्नो एउटै सम्पत्ति भएको यही त हो किनेको थिएँ त्यो पनि गइदिइसकेपछि त यार खराब भइहाल्छ नि 3 लिटर भएछ गाइज पेट्रोल पनि हालियो एन्ड टाइम चाहिँ अलिक लेट भइरहेको छ किनभने अहिले दिन पनि सानो सानो भइदिएको छ त्यही भएर चाहिँ छिटो छिटो पुग्नुपर्छ मलाई 3:30 बजे पुग्नुपर्ने बट 3:40 त यहीँ भइरहेछ सो त्यही भएर चाहिँ अब छिटो छिटो यहाँबाट निस्किहाल्छु म चाहिँ सबभन्दा पहिला कुरा चाहिँ म आफ्नो मोबाइल चाहिँ खल्तीमा राख्छु मलाई डर लागिरहेछ मोबाइल झऱ्यो भने चाहिँ बडा तनाव हुन्छ अहिले फेरि सो पहिला साइड लगाऊ गाडीलाई बाइकलाई एन्ड देन मोबाइल सेभ त्यसपछि निस्किहालौँ यहाँबाट सो गाइज मैले फेरि पनि आफ्नो सेटअप चाहिँ लगाइसकेँ एन्ड निस्किरहेको छु एन्ड अलमोस्ट 4 बजिसक्यो एन्ड अहिले चाहिँ के भएको थियो भने चाहिँ योभन्दा पछाडि एकजनाले लिफ्ट मागेको रहेछ
हो भइहाल्यो नि हाम्रो अगाडि तक छोड्दा भनेर। अब तपाईँहरू इफ मेथली बुझ्नुहुन्छ भने अलिक हाँस्दो खालको कुरो छ क्या। अनि मैले ल ठिक छ बस्नु न त अगाडिसम्म छोडिदिन्छु भनेको छोडेँ। अनि नै हाम्रा चाहिँ तक छोड्दा भन्छ तु त भामा तेरे बात गरेछ 100 क्रस पनि छैन लाइक अब बाइकै उस्तो हो 100 क्रस भइरहेछ। अनि नै हाम्रा चाहिँ तक रुकाइज हाम्रा डर भगले भन्छ कसो म त हाँस्दा पागल भएको। अनि त्यसपछि फेरि यहाँ 2-3 जना केटाहरू बाइक लिएर रोकेर रहेछ को हो भनेर हेर्नलाई चाहिँ अझै रहेछ यार तराईको केटाहरू चाहिँ बाइक चाहिँ मान्नुपर्छ तर। एन्ड भन्यो भने चाहिँ हाम्रो एरियामा लाइक यो चाहिँ 1 पिसेस बाइक नै हो। एक्चुअली दाइ चाहिँ काठमाडौँ बस्नुहुन्छ अहिले तिहारमा आउनु भएको छ। सो त्यही भएर मैले दाइको बाइक लिएको थिएँ आज। एन्ड कुदाउनु पनि मजै आउँछ यो बाइक त ओहो। केटाहरू हो हेर्ने त। एन्ड कतिपल्ट मलाई भएको पनि छ क्या लाइक 2-3 पल्ट बिरामी हुँदाखेरि पनि म जिम गएको हो। एन्ड मैले आफू लाइक फिजिकली नभए नि मेन्टली चाहिँ आफूलाई स्ट्रङ देखेको छु लाइक जिम गएको बेला चाहिँ। सो त्यही भएर चाहिँ यसो अब आज हाई इन्टेन्स वर्कआउट हान्ने प्लान छ बट सर्दीले विकनेस चाहिँ बनाइरहेको छ। लेट्स सी मात्र मोबाइल नझरोस् मात्रै आश राखेको छु बाँकी सब अल ओके छ। यार दसैँ आयो दसैँ गयो दीपावली आइसक्यो बट फिल भनेको त्यस्तो केही पनि छैन क्या। पहिला यस्तो रमाइलो हुन्थ्यो जुन दिनदेखि मैले जिम जोइन गरेको छु 2020 देखि सब चिजदेखि मरिसकेको छ। न दीपावली न छठ न तिहार दसैँ केही लाग्दैन। गयो खायो जिम गऱ्यो सेड्युल मात्र। अब सेड्युल मिस नहोस् मेरो मात्र त्यही चिज चाहिँ खुसी लागिरहेको हुन्छ मलाई। जे भयो नि एनी हो जे भयो नि म चाहिँ लागिरहेको छु जस्तो लाग्छ क्या मलाई चाहिँ। सो ठिक छ जे चिजले तपाईँलाई खुसी बनाइरहेको छ त्यसमै खुसी बन्नुपर्छ। इभेन तिहार होस् नहोस् बट खुसी केही कुराले तपाईँलाई खुसी बनाइरहेको छ भने तपाईँको लागि तिहार भन्दा पनि ठुलो त्यही चिज हो क्या। मेरो लागि त सब मोमेन्ट्स जिम फुड स्लिप वर्क रिपिट नै हो। खुसी लाग्छ बाँकी सब ठिकठाकै चलिरहेछ लाइफमा अल ओके नथिङ केही पनि त्यस्तो यताउता छैन अहिले चाहिँ। एन्ड कन्ट्रोल गरिरहेको छु धेरै कुराहरूबाट टाढा बस्नलाई पनि र भइरहेछ सब ठिकठाकै भइरहेछ। एन्ड बाइ द वे मसँग लाइसेन्स पनि छैन दाइकै लाइसेन्स एन्ड ब्लू बुक लिएर आएको छु म चाहिँ। सो त्यसै चेक पनि भएको छैन र हुँदैन पनि जस्तो लाग्यो मलाई त। एन्ड अर्को फन फ्याक्ट भनेको के छ भने चाहिँ म घरमा अब यस्तो हो नि त मेरो सेड्युल भनेको रेगुलर सेम टु सेमै हुन्छ। एन्ड घरकै साइडको अब पडोसी अङ्कल नाइबरहुड अङ्कलले भनिदिन्छ बाबु कहाँ बस्छस् आजकल भनेर हेर्दिनँ भन्छ क्या। इभन म 24 आवर घर जिम पसल मात्र हो क्या। अनि त्यसले चाहिँ भनिदिन्छ मलाई कि कहाँ बस्छस् भनेर हाउडा लाग्छ सुत्दाखेरि त यार घरमै हुन्छु नि त 24 आवर बाहिर निस्किँदैन हेर्दैन कसैले ओर्चिड। मजा आउने भयो आज वर्कआउट हान्न पनि। यस्तो रुगा लागेको बेला चाहिँ वर्कआउटले नै जिन्दा पार्छ जस्तो लागिरहेछ मलाई। एन्ड तपाईँहरूलाई भेटाउने छु स्पेसली आएको भनेको उसकै लागि हो। ब्रदरले पहिलादेखि नै म्यासेज गरिरहेको रहेछ कहिले आउनुहुन्छ भनेर। सो लेट्स गो फर्स्ट एन्ड त्यसपछि हेराउने छु तपाईँहरूलाई। सो फाइनली गाइज म चाहिँ जिम पुगिसकेको छु। एन्ड यस्तो हो क्या खासमा तराईमा अब जसले पनि एक्सपेक्ट गरिदिन्छ क्या अब गयो भने के बनाएको हो कस्तो हो को ब्लगर भनेर जस्तो आफूलाई पनि एउटा जस्तो लागिरहेको हुन्छ। सो फर्स्ट अफ अल यहाँ अब प्री वर्कआउटको लागि चाहिँ पानी भरौँ एन्ड देन त्यसपछि भित्र रुगाले चाहिँ पुरै हालतै खराब बनाएको छ यार। सो मिट निकेश होइन नितेश ओके नितेश यादव। एन्ड खासमा चाहिँ म आउने भनेको उसकै लागि हो। एन्ड यस 9-10 दिन भइसकेको थियो म ब्लग पनि नहालेको सोचिरहेको थिएँ एउटा हाई इन्टेन्स वर्कआउट हालौँ बट अहिले चाहिँ रुगाले त्यस्तो हालत चाहिँ खराब बनाइदिएकै हो। एन्ड यो फेरि हाम्रो कति थर्ड टाइम हो भएको सेकेन्ड टाइम फर्स्ट टाइम आई थिङ्क म जुन बेला चलेको थिएन लाइक त्यही बेला हल्का चाहिँ चलेको थिएँ। रिसेन्टली ट्रेन्डमा चाहिँ त्यति बेला थिएँ म त्यति बेला चाहिँ हामीले भेटेको थियौँ।
एन्ड म बिर्सिरहेको है खासमा उसलाई चाहिँ अनि मेसेज गरिरहेको थियो अनि हामी योभन्दा कहिले लाइक एक हप्ता पहिला पनि हामीले कुरा गरेर चाहिँ आउँछु भनेर बट त्यो बेला फेरि केही न केही भइदिने केही प्रब्लम भइरहेको छ क्या मतलब युनिभर्स हामीलाई मिल्न दिइरहेको थिएन क्या अलग गर्न खोजिरहेको लाइक 2 टाइम्स त्यस्तो भएको थियो 3 टाइम्स ओके एन्ड आज चाहिँ फेरि मलाई रुगाले पुरै अब हाम्रो उसलाई पनि फेरि ब्याक पेन शुक्रबार हाम्रो प्लान बनेको थियो एन्ड मलाई पनि मन थियो शुक्रबार गएर हानु एन्ड शनिबार रेस्ट हुन्छ अनि त्यसपछि फेरि आज आइतबार फेरि सोचिरहेको थिएँ आज जान्छु एन्ड रुगाले फेरि यस्तो बनाइदिएको थियो त्यही पनि एट द इन्ड एन्ड यहाँ मैले ट्राई भइसकेछ अब 20 जस्तो वर्कआउट हान्नुपर्छ अहिले चाहिँ HIIT चेस्ट वर्कआउट हाने छ होइन चेस्ट हान्ने आज ओके सो फर्स्ट अहिले प्री वर्कआउट हानौँ किनभने त्यसै पनि इनर्जी लेभल लो नै छ मेरो एन्ड पनि जिममा कोही पनि छैन लाइक कति 4 बजिसक्यो होइन 4 बज्यो होला चाहिँ आई थिङ्क 4:10 सो 4 बजिसकेको छ एन्ड छिटो हामीले प्री वर्कआउट हानेर चाहिँ पहिला हानौँ किनभने चाहिँ फेरि कोही आइदियो भने मलाई बहुत खराब लाग्छ एक्लै भएपछि त फेरि यस्तो बवाल वर्कआउट जाउँछ यु गाइज अलरेडी नो कि म एक्लै हुँदा मेरो वर्कआउट कस्तो जान्छ 73 ओके रियल वेट मेरो पनि मात्र रियल कन्सिडर गर्छु मेरो पनि सेम हो अब भर दिन हामीले खाइरहेको हुन्छ भित्रमा हुन्छ लुगाको इभन हाम्रो अन्डर पेन्टको पनि 150 ग्राम वेट हुन्छ सो म त्यही भएर कसैलाई वेट गर्न भन्छु भने चाहिँ एक्ज्याक्ट वेट भनेको त्यसरी नै थाहा पाउने हो क्या लुगाको पनि वेट हुन्छ अनि तपाईँ भर दिन खानु भएको छ त्यो भित्र पनि तपाईँको वेट हुन्छ क्या सो म त्यही कन्सिडर गर्छु फर्स्टमा कि अब यस्तो तपाईँहरूलाई पनि वेट गर्नु छ एक्ज्याक्ट वेट चाहियो भने चाहिँ फर्स्ट अफ अल राति सुत्ने बेला बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला वासरुम जाने हो एन्ड वासरुमबाट थ्रु आफ्नो जुन डाइजेस्ट भएको चिजहरू छ त्यसलाई फ्लस आउट गर्ने हो एन्ड देन त्यसपछि चाहिँ त्यसको आफ्नो लुगा जुन हुन्छ त्यसको पनि फुकाएर नै बल्ल वेट गर्ने हो त्यो भनेको एक्ज्याक्ट वेट हुन्छ मैले अराउन्ड 76-75 को बिच होला म मेन्टेन गर्न ट्राई गरिरहेको छु बट यो दसैँले गर्दा चाहिँ 3 या 4 दिन मेरो चिट भएको छ चिट भन्दा पनि फेरि के हो भने चाहिँ म बाहिरको त टचै गर्दिनँ चिट भनेको त्यो बनेको मासु जुन हुन्छ नि त्यो खान्छु र इभन मेरो त्यो मेरो लागि त्यो इभन सानो मसला इफ एडेड भइरहेछ भने म त्यसको बिहानपल्टमा आफ्नोमा इम्प्याक्ट हेर्छु मेरो बडीमा त्यतिको सेन्सिटिभ छ मेरो फ्याट पर्सेन्टेजमा फेरि खाना प्री वर्कआउट यो सेकेन्ड टाइम हो मेरो लाइफमा मेरो ब्रेन पनि छिटै डिस्ट्र्याक्ट हुन्छ ए त्यही भएर अप्पर चेस्टबाटै हान्ने गरेको छु मैले चाहिँ चेस्टलाई चाहिँ सो अप्पर चेस्टमा छौँ एन्ड हामी त आज सकिँदैन होला कमन कोडले पुरै विकनेस बनाइदिएको छ सो ठिक छ मेबी 30, 35 एन्ड 40 ट्राई गरौँ ल अहिले सो यो गाइज अहिले चाहिँ म 20 kg वार्मअप सेट लिन गइरहेको छु एन्ड देन त्यसपछि हामी पुस गर्नुपर्छ सेट हुन त म 30 kg चाहिँ वार्मअपै हान्ने गरेको छु बाहिर चाहिँ एक टाइममा हुने गर्थ्यो यत्रो ठुलो 40 kg को वेट कसले उठाउँछ जस्तो लाग्थ्यो क्या त्यसपछि त ओएमजी उठ्छ यो इयरमा चाहिँ मलाई लाग्छ म 35 चाहिँ गर्नु इफ मसँग यस्तो जिम भएको भए त ओएमजी म पनि यो जिम चाहिँ 6 मन्थ देखि हो ओके हल्का ग्याप लिएर हान लिटल बिट एन्ड यस गाइज आज चाहिँ भिडियोमा म रो नै राख्न गइरहेको छु जहिले गाना मात्र हालेको हो सो आज चाहिँ रो हानु भनेको म सोचिरहेको छु एन्ड अर्को कुरा चाहिँ हिजो अस्ति लास्ट टाइम मैले आर्म रेस्लिङ गरिदिएको थिएँ एन्ड जेनेटिकली म चाहिँ बच्चैदेखि आर्म रेस्लिङमा धेरै नै विक छु धेरै नै लाइक यो चिजको लागि म बनेकै छैन जस्तो लाग्छ क्या लाइक मेरो हातै उठाएको थिएन अस्ति चाहिँ हातै उठाएको थिएन सो अहिले स्टिल मेरो ट्राइसेपतिर पेन छ बट लेट्स सी अब उठाएपछि पुस गरेपछि बल्ल थाहा हुन्छ कस्तो छ छैन सो लेट्स गो 30 kg फर्स्ट सेट इजी good little bit gap yes up 2 same 3 9 last 3 move easy Anna yes last 2 move up yes last one slow down and up I think I need to hear a song without song the ferry without song त म गाह्रो छ मलाई वर्कआउट हाल्न ए सेकेन्ड सेट हो एन्ड यसमा 35 kg लिन गइरहेको छु इजी बोय I don't think कि आज पुस हुन सक्छ एनर्जी लेभल यस्तो फिल भइरहेको छ पुरै ओके सो गाइज यो चाहिँ लास्ट सेट हो मेरो एन्ड लास्ट सेट 40 kg म ट्राई गर्न गइरहेको छु आई डोन्ट थिङ्क यो उठ्छ यो कमन कोडले मलाई मारिरहेको छ
लिभ कम अन छोडिदेऊ कम अन पुश छोडिदेऊ अलि अलि कम अन गाह्रो छ 45 kg को हान्ने मान्छे 40 पनि उठिरहेको छैन गाइज यो चाहिँ हाम्रो सेकेन्ड वर्कआउट एन्ड यसमा चाहिँ हामी पेक्टिक लिन गइरहेको छु एन्ड मेबी त्यसपछि हामी डिप्स हान्नेछौँ किनभने डिप्स तपाईँहरूलाई थाहा नै होला मेरो फेभरेट वर्कआउट चेस्टको चाहिँ सो फर्स्ट सेट 60 kg ट्राई गरौँ ओन्ली क्लिन डिप्स Yes, and up. 7. Yes, here we go. And up. 9. Last 2 more. Last one. And एउटा चिज चाहिँ म देखिरहेको हुन्छु लाइक कसैले पुस गरिरहेको बेला हुन्छ नि सेम अप गयो एन्ड होल्ड 2-3 सेकेन्ड होल्ड एन्ड स्लो डाउन त्यो के हुन्छ भने चाहिँ मसल एक्टिभेसन छुट्छ क्या एन्ड त्यो चाहिँ कसरी बुझ्ने गरेको छु मैले आफ्नो पसलबाट सिकेको छु यो कुरा चाहिँ अब हुनु त म लोवर हो फलाम तताइन्छ एन्ड तताको बेला जबसम्म त्यसलाई पिटिराख्यो त्यो रातै हुन्छ छोड्ने बित्तिकै त्यो सेलाउँछ क्या सो त्यही भएर सेम लाइक द्याट हानिराख्ने हो जस्ट अप गो एन्ड स्लो डाउन एक्टिभेटमा बनाइराख्ने हो मसललाई सो यो चाहिँ नलेज नै हो जुन कि म आफ्नो पसलबाट सिकेको छु ओके सो गाइज हामीले यो थर्ड सेट हान्न थर्ड एक्सर्साइज हान्न गइरहेको छौँ एन्ड वान अफ माई फेभरेट वर्कआउट फर लोवर चेस्ट एन्ड यो वर्कआउट पछि मलाई कुनै नहान्दा पनि जस्तो फिल हुन्छ क्या सो बेस्ट वान लाग्छ सो यसको पनि हामीले 3 सेट लिनेछौँ लेट्स स्टार्ट ओके पुरा अनेस्टली भन्छु यो एक्सर्साइज हेरेर मेरो सोल्डर अहिलेदेखि नै दुख्न थाल्यो डिप्स हेरेर मेरो सोल्डर दुख्न थालेछ अहिलेदेखि नै तिमी मेरो फर्म करेक्ट गर्दैन प्लिज ओके जस्ट मसललाई चाहिँ एक्टिभेट गर्ने खोज एन्ड अप स्लो डाउन एन्ड फिल चाहिँ मसलमै गर पेगलाई पनि फिल गर्नु स्लो डाउन एन्ड अप यो 3 अगेन स्लो डाउन एन्ड अप 4 स्लो डाउन ओके 9 रेस्ट हुनु त म यसमा वेटेड डिप्स पनि हानिरहेको हुन्छु बट आज त्यति ह्याबी गयो भने हालत खराब हुनसक्छ बाउले फिल्म हेरेको छ ब्रदर भलालदेवको बाउ जस्तो हुँदो एउटा यो हातवाला साथै दिनु लाग्यो यो हात स्ट्रक्चर एउटा कुरा चाहिँ के हो भने चाहिँ अहिले तिमीलाई नेचुरल बडी बिल्डिङको जुन अहिले हाइप छ नि त्यो छैन त्यस्तो खालको छैन बिकज अफ फेक नाटी अहिले ट्रेन्डमा छ क्या कति छ फेक अहिले भर्खर 2टा पक्रिरहेको छ नि सो गाइज यो चाहिँ मेरो लास्ट वर्कआउट हो एन्ड यसमा चाहिँ अप्पर चेस्टको लागि चाहिँ म केवल अप्पर फ्लाइ सो अप्पर चेस्टको लागि चाहिँ यो हानिरहेको छु एउटा एन्ड यसपछि चाहिँ हामी जस्ट पोजिङ गर्नेछौँ किनभने लाइट्स कम भयो भने फेरि केही पनि त्यसै कम भइदिएछ सो त्यसपछि अगाडि हामी सोध्नेछौँ धेरै काम गरेको छु त्यही पनि त्यस्तो खालको चाहिँ देखाएको छैन म त भन्छु ग्लेज गरेको छैन तिमीले मैले बढाइ गरेको छैन तर मलाई लाग्छ नेपालमा तिम्रो टप 10 इन्फ्लुएन्सर वाइज फिजिक्स छ टप 10 मा बढाइ चाहिँ गरेको होइन मैले हेरेको जति एउटा कुरा के हो भने चाहिँ म लास्ट टाइम काठमाडौँ गएको थिएँ अनि त्यति बेला मैले के हेरेको थिएँ एकजनाले लाइक 45 kg अप्पर चेस्टमा क्लिन 9 रेप्स हानिरहेको छ एन्ड त्यसले जस्ट कति वेटको 45 kg अप्पर चेस्ट इन्क्लाइनमा क्लिन 8 रेप्स हानिरहेको थियो क्या एन्ड एट द टाइम मैले सोचेको हाउ इज दिस पोसिबल त्यो पनि 3 वर्षमा अनि फिजिक पनि मभन्दा बेटर क्या पछि गएर थाहा पाएको एनाबोलिक्स पो रहेछ अनि फेरि आफूलाई नाटी भन्ने क्या ब्रो 5 वर्षदेखि गरेर आएको छु थाहा हुन्छ खासमा मेरो एउटा प्रब्लम यो होइन स्टिरोइड लिएको नराम्रो पनि हो राम्रो पनि हो म अब भन्छु यो फेरि नराम्रो लाग्यो होला तर म भन्छु ओके अगर कुनै फिटनेस इन्फ्लुएन्सरले त्यो स्टेरोइड लिन्छ भने म 110% खिलाफ छु उसको तर कुनै बडी बिल्डरले लेख्छ भने भाइ उसको गोल कम्प्लिट गर्नको लागि चाहियो उसले बट त्यो चाहिँ तर अर्को कुरा के हो भने चाहिँ ओडियन्सले पनि यो कुरा बुझ्छ क्या बट इफ लिइरहेको छ भने भाइ टु बी हनेस्ट तर हनेस्ट हुनु पऱ्यो नि लिनु पर्यो त्यो हेल्थ प्रमोट गरिरहेको छ नि त अनि त्यसले स्टेरोइड चाहिँ किन लिने त बरु स्टेरोइडलाई नै प्रमोट गरोस् बडी बिल्डिङलाई नै प्रमोट गरोस् त्यो मलाई पनि लाग्छ इन्फ्लुएन्सर हो तिमी भाइ अगर तिमी हेल्थ प्रमोट गराउँछ भने स्टेरोइड लिएको त भाइ पाप हो तिम्रो लागि अहिले त इन्डियामा पुरै फुलै त भएको नि ओडियन्सहरू बट इभेन आज छैन बट 5 वर्षपछि आउल सो देम एउटा नाटी फिजिक कतिसम्म लगाउन सकिन्छ म देखाउने छु मबाट जहिले पनि सपोर्ट रहनेछ तिमीलाई स्लो डाउन एन्ड अप स्क्विज एन्ड वाट आई सेड गाइज वर्कआउट हानिसकेपछि मेरो कमन कोल मात्र होइन फेभर पनि होइन
जेसुकै हेल्थ इस्युज हुन्छ यति बेला चाहिँ मेरो ठिकै हुन्छ क्या अलमोस्ट अहिले मलाई फिल गरिरहेको छु म चाहिँ केही पनि भएको छैन जस्तो लागिरहेछ सो जिमले धेरै कुरा मेन्टली चाहिँ स्ट्रङ बनाउँछ एन्ड मेन्टली स्ट्रङ भयो त फिजिकली स्ट्रङ अलरेडी धेरै हुन्छ क्या ओके सो गाइज यो चाहिँ हाम्रो लास्ट वर्कआउट पनि भन्नु मिल्दैन लास्ट सेट चाहिँ पम्पको लागि एन्ड देन त्यसपछि पोजिङ हानौँ यसमा चाहिँ म्याक्सिमम कन्सन्ट्रेट हुन्छ मसललाई हजुर मेरो लागि मोस्ट एक्साइटिङ पार्ट तिमीसित पोजल गरेको ओके लिटल बिट प्रेस मुभमेन्ट भइरहेछ यसलाई चाहिँ फ्लाइ हान स्क्विज एन्ड लाइक वाइडबाट फ्लाइ लिएर आऊ फ्लाइ भइसक्यो हानिहाल 3 स्लो डाउन कन्सन्ट्रेट एन्ड स्क्विज ओके सो गाइज वर्कआउट चाहिँ कम्प्लिट भइसक्यो एन्ड मेबी एकछिन पोजिङ गरेर बल्बु भएपछि चाहिँ हामी ट्राइसेप पनि हेर्नेछौँ मेबी एन्ड पम्प पनि राम्रै भएको छ बट मेरो आई थिङ्क नेक इन्जुरी भएको छ आज त होइन भोलि बिहान चाहिँ मलाई थाहा हुन्छ ट्राइसेप चाहिँ मैले मारेको हो ट्राइसेप त फ्रम स्टार्टिङदेखि नै मैले मारेको ट्राइसेपलाई चाहिँ दामी छ टु बिस्ट इन वान फ्रेम टु बिस्ट इन वान फ्रेम सोच्छु ल यो भिडियोको बिचमै ओके खासमा मेरो फिजिक यस्तो भएको तिम्रो पनि हात छ किनकि म तिम्रो भिडियो हेर्छु जहिले तिम्रो कुराहरू फलो गर्छु तिमी मबाट प्राउड छौ कि छैन अरे स्योर यार लाइक मैले तिमीलाई 6 महिना अगाडि पनि भनेको थिएँ 6 महिना अगाडि पनि भनेको थिएँ तिमी जानेछौ त्यो लेभलमा तर कन्टिन्युसली हुनु पर्यो मैले भनेको थिएँ तिमीलाई अहिले थाहा भइरहेछ ठ्याक्क ओ त्यही केटा पो रहेछ ल त्यही हजुर लाइक म पनि चक भइरहेको छु अहिले 6 महिनापछि 6 या 7 महिना प्राउड अफ यु यार थ्याङ्क यू प्राउड लाइक धेरै चेन्जेस देखिरहेको छु 6 महिनामा म तिमीसित वर्कआउट गर्न धेरै चाहिरहेको थिएँ म त ड्रिम कम्स ट्रु हो क्या ब्रदर मेरो लागि तिमीसित वर्कआउट गर्ने कसम ब्रदर थ्याङ्क यू म धेरै चाहिरहेको थिएँ अब सोचिरहेको थिएँ फेरि तिमी गर्दैनौ होला तर मलाई थाहा थियो तिमी हम्बल मान्छे डिसेन्ट राम्रो मान्छे ओके अनि एउटा अर्को मलाई थाहा थियो भन्नु पर्दैन यो कुरा एउटा अर्को कुरा मलाई धेरैजनाले भनिरहेको हुन्छ लाइक दाइ मलाई तपाईँसँग भेट्नु थियो अनि मैले तपाईँलाई देखा पनि थिएँ एन्ड तपाईँले अलिक हेर्दाखेरि लाग्यो कि तपाईँ नबोल्नु खालको एटिट्युड इगो टाइपको त्यस्तो लागेको थियो अनि मलाई त्यसले भनेको थियो क्या सो तिमीलाई कस्तो लाग्छ होइन मलाई चाहिँ म मान्छेलाई हेरेर बुझ्न सक्छु कि कस्तो छ तिमी मलाई जेन्युन मान्छे लागिरहेको छ सुरुदेखि नै अहिले पनि लाग्छौ अनि मेबी मलाई होप कि तिमी अगाडि पनि लाग्नेछौ स्योर ब्रदर अनि तिमी यो भनेको मेरो ब्लडमा छ रेस्पेक्ट ब्रदर रेस्पेक्ट तिम्रो लागि लाइक यो मेरो ब्लडमा छ म खै मान्छेले किन इगो राख्छ क्या अब नेपालमा यत्रो फिटनेस इन्फ्लुएन्सरहरू छ होइन म म्यासेज गर्छु इभन आई हेभ ह्युज फ्यान बेस अन फिटनेस है नेपालमा स्पेसली एन्ड तिनीहरूको रिस्पोन्स भनेको सिन पनि छैन क्या इभन ब्रो लाइक म त्यो ठुलो देखाउन खोजेँ होइन इगो सिगो एटिट्युड भनेको जलेडी जान्छ बट त्यही नि एउटा सिन पनि हुँदैन क्या म्यासेज सो त्यति बेला लाग्छ मलाई आई थिङ्क इगो राख्नु पनि परेन किनकि जहिले पनि कोही न कोही ठुलो हुन्छ हुन्छ देयर इज अलवेज अ बिगर फिस इन द सी अन्टिल यु नो सो गाइज हाम्रो वर्कआउट चाहिँ भइसक्यो एन्ड गुड वर्कआउट एन्ड अब चाहिँ हामी निस्किन गइरहेछौँ खुलेको हो यस एन्ड अहिले चाहिँ हामी अब यसो होटलतिर गएर बरु एकछिन बसेर कुराकानी गरौँ एन्ड देन त्यसपछि निस्किनु पऱ्यो बिकज वी हेभ टाइम्स अहिले टाइम छ सो फर्स्ट अफ अल यहाँबाट निस्किहालौँ पहिला ओके सो गाइज हामी चाहिँ अहिले आइसकेका छौँ लानको बर्गर हाउस एन्ड दिस इज गोना बी माई फर्स्ट टाइम यो ठाउँ भन्दा नि यो क्याफे एरिया चाहिँ बर्गर हाउस फर्स्ट टाइमै हो म चाहिँ सो फर्स्ट अफ अल जाने हो एन्ड लेट्स सी हेल्दी चिज के छ होटलतिर त हेल्दी चिज धेरै कम देख्ने गरिरहेको छु बट त्यही नि एकछिन बसेर कुराकानी गरौँ एन्ड देन त्यसपछि हामी घर लाग्नेछौँ सो गाइज पहिलो कुरा चाहिँ अहिले चाहिँ म लिन गइरहेको छु क्रेटिन एन्ड अ लट्स अफको कुराहरू आइरहेको हुन्छ कि लाइक क्रेटिन खायो भने किडनी फेल भइदिन्छ रे लिभर फेल यार के कुराहरू मिथहरू हो स्पेसली मेरो कुरा भन्यो भने चाहिँ म 5 वर्षदेखि युज गरिरहेको छु 4 वर्षदेखि युज गरिरहेको छु एन्ड फ्रम स्टार्टिङदेखि नै म मसल ब्लेजलाई युज गरिरहेको छु यो होइन कि मैले मसल ब्लेज मात्र खाएको आफ्टर जिएनसी धेरै सप्लिमेन्टहरू ट्राई गरेको छु बट मसल ब्लेजको चाहिँ बेग्लै एउटा मैले एक्सपिरियन्स वाइज चाहिँ पर्सनल एक्सपिरियन्स वाइज चाहिँ बेग्लै मैले पाएको छु सो आई रिकमेन्ड कि एभ्री वान क्रेटिन तिमी 10, 11, 12 वर्ष 13 वर्ष छौ जस्ट तिमीले लिफ्ट गरिरहेको छौ भने इजिली मजा ढुक्क भएर खाँदा हुन्छ है एन्ड यो मिथहरूमा बिलिभ नगर कि क्रेटिनले किडनी फेल भइदिन्छ खै हामीले त 4 वर्षदेखि खाइरहेको छौँ अब किडनी फेल हुने धेरै रिजन्स हुन्छ तर तिमीले इफ क्रेटिन खाइरहेको छौ भने त्यसको कुरा चाहिँ तिमीलाई क्रेटिनमै ल्याइदिन्छ क्या
खै अहिलेसम्म त 0 लाइक मलाई त अहिलेसम्म केही पनि त्यस्तो फिल भएको छैन किडनी फेल दाल भात तरकारी चाहिँ घरकै हुन्छ तिम्रो सेम तिम्रो पनि घरकै हुन्छ दाल भात तरकारी हुन्छ नि होइन घरकै हुन्छ दामी बनाउनु हुन्छ म इन्जोय गर्छु म पनि घरकै भात दाल तरकारी मेरो घरकै हुन्छ बट म तरकारीमा अब पहिला हेर्छु कतिको लाइक थिकनेस हेर्छु एन्ड माथिको लेयरमा ओइल हुन्छ त्यो अनुसार म लिने गरेको छु यसको कुनै साइड इफेक्ट छैन तर मेरो यो धेरैजनाको लाइक कमेन्ट्सहरू आइरहेको हुन्छ धेरैजनाले मलाई भने पनि छ कि दाइ मलाई मेरो मम्मीले फलो गर्नु दिँदैन क्रेटिन लियो भने किडनी खराब हुन्छ अरे धेरै जस्तोसँग मैले होइन कमेन्ट पाएको छु एन्ड जबसम्म म त्यसलाई भेट्दिनँ नि त्यसको मम्मी बुवासँग लाइक सम्झाउन सक्दिनँ तबसम्म उनीहरूको भित्र एउटा डट हुन्छ कि हो रियली यसले गर्दा चाहिँ किडनी खराब हुन्छ सो टु बी भने जतिजना हेरिराख्नु भएको छ अङ्कल आन्टी सबलाई पर्सनल एक्सपिरियन्सले भन्दैछु म 4 वर्षको मसँग एक्सपिरियन्स छ साइड इफेक्ट 0 छ र बेनिफिट भनेको म 43 केजी 43 केजीदेखि अहिले 86 केजीसम्म गएको छु साइड इफेक्ट 0 आजसम्म मेरो बडी इनर बडी बाहिर त हेल्दी देख्छ तर भित्र कस्तो छ भनेर थाहा हुँदैन नि तर इनर बडी पनि मेरो राम्रो छ एन्ड क्रेटिन इज वान अफ द बेस्ट सप्लिमेन्ट एभर भन्दा हुन्छ एन्ड मोस्ट रिसोर्सेस भनेको त तिमीलाई क्रेडिनै आउँछ मलाई थाहा छ B12 मल्टिभिटामिन योहरू धेरै इसेन्सियल हो बडीको लागि फ्यामिली थाहा छ नि त अब अङ्कल आन्टी टाइपको उमेरको मान्छे फैलेको छ नि त पुरा मिथ फैलेको छ नि त जहाँ पनि तर होइन यो पनि हो तर हाम्रो एरियातिर अब इफ तराईकै मात्र कुरा गऱ्यो भने चाहिँ अब गोटी भन्ने बित्तिकै ओ केटाले गोटी खान थाल्यो भन्छ क्या पाउडर तर त्यो पाउडर कसरी बन्छ नो वान वान्ट्स टु नो कि कसैले जस्तै आजको मैले तिमीलाई एउटा भन्दा थिएँ है तपाईँसँग भेट्ने एउटा ठुलै ड्रिमै छ भन्छ सो मैले म्याच पनि गरेको थिएँ त्यसलाई म आउँदैछु भनेर त्यसपछि नो आइडिया सो फेरि चेक गरिदिनु एकपल्ट सो गाइज अहिले चाहिँ हामी पोस्ट वर्कआउटमा लिन गइरहेछौँ सो 3 एग एन्ड अहिले चाहिँ म रिसेन्टली प्रोटिन पनि हानेको छु एन्ड एकजना लाइक एकजना चाहिँ ब्रदरले मलाई म्यासेज गरेको थियो लाइक लान आउनु भयो भने म्यासेज गर्नु भेट्नु छ भनेर सो त्यसको लागि होल्ड गरिरहेको छु एन्ड यस मेबी आई थिङ्क आइसक्यो जस्तो छ सो फर्स्ट भेटौँ एन्ड कुराकानी एकछिन बसेर अनि त्यसपछि निस्किनु पऱ्यो अनि टाइम पनि 7:30-8 हुन लाग्यो सो छिटै निस्किनु पऱ्यो किन बसिरहेको छु ठ्याक्क तिमीलाई सम्झेको म्यासेज गरे 21 तिर होइन ठ्याक्क मैले अघि जिममा हुँदाखेरि मैले आफूलाई होइन कन्ट्याक्ट गरौँ भनेर अब थुप्रै म्यासेज थियो अनि मैले नामै नोटिस गरेको थिएन अनि फेरि मैले सोचेको कि एकपल्ट हेर्नु पऱ्यो अनि स्क्रोल गर्दा बल्ल थाहा पाइने रहेछ म्यासेज कति 5'9" म 5'10" मेरो साथीहरूले फलो गरेछ भन्छु म साथीहरूलाई दाइलाई भेटेँ एकदम राम्रो म चाहिँ लास्ट दाइको भिडियोहरू हेर्छु कि म लाइक एभ्री टाइम म भ्यू गरिरहेको हुन्छु एउटा एक प्रकारले चाहिँ लाइक दाइ होइन मोटिभेसन चाहिँ आइरहेको छ किनभने टोटली नेपालमा चाहिँ फेक इन्फ्लुएन्सरहरू टन्नै छ क्या दाइ छ टन्नै छ अनि एउटा कुरा चाहिँ मलाई के लाग्छ भने चाहिँ हजुर जुन फिटनेस नेपालमा फिटनेस इन्फ्लुएन्सरहरू छ नि तिनीहरूले के प्रमोट गर्छ जिम आऊ डाइट खाऊ वर्कआउट गर अनि बिल्डअप हुन्छ तर म पनि त फसेको थिएँ त्यो फेजबाट पहिला निस्किनु पऱ्यो नि त त्यो हो क्या मेरो पर्सपेक्टिभ के हो भने चाहिँ फर्स्ट अफ अल त्यो जुन फेजमा फसिरहेछ नि नट ओन्ली त्यो एडिक्सन प्रन फसिरहेछ होइन लाइक जस्ट गर्ल्स एडिक्सन त्यो चिजबाट निक्लिनु पऱ्यो नि त पहिला अनि सबले प्रमोट गरिरहेको छ जस्ट फिटनेसमा आऊ जिम हान ब्रो त्यतिकै आउँदैन त्यो ल्याउनु पहिला ल्याउने हो नि त पहिला ल्याउने अनि सो गाइज हामी चाहिँ राति चाहिँ 8 बजिसकेको छ एन्ड ब्रदरको नाम चाहिँ विशेष हो थ्याङ्क यू फर कमिङ एन्ड भेटेँ एन्ड मोस्ट ग्रेटफुल मोमेन्ट हो मेरो लागि यो चाहिँ थ्याङ्क यू ब्रदरलाई भन्छु ड्रिम कम्स ट्रु हो क्या मेरो लागि वर्कआउट गर्ने कस्तो सो हामी नेक्स्ट टाइम चाहिँ भयो भने चाहिँ सँगै वर्कआउट पनि हान्नुपर्छ नेक्स्ट टाइम चाहिँ डेन्जर हुनु पऱ्यो ल इन्टेन्सिटी हाई हुनु पऱ्यो किनकि के थियो प्रब्लम होइन आज मेरो मनमा धेरै क्वेसन थियो क्या ब्रदर धेरै क्वेसन थियो तिम्रो लागि त्यही भएर म तिमीलाई थाहा होला धेरै क्वेसन सोध्यो उता भनौँ न अनेस्टली भनौँ पुरा हाम्रो एन्ड मेबी मेरो इन्टरनल हेल्थ पनि त्यस्तो खासै छैन आज त्यही भएर पनि होला मेरो पनि सजिलो लागेको छ डेन्जर चेन्ज भइसकेको छ नेक्स्ट टाइम चाहिँ पुरै HIIT सोचेर आउने हो प्री वर्कआउट पुरा हाई लिने क्याफिन पुरा हाई क्याफिन डोज अनि हालिदिने पुरा लाग्नु पऱ्यो ल सो अहिले भाइको घरमा आएको छु उसको मम्मीलाई चाहिँ केही चिज सम्झाउनु छ क्रेटिन एन्ड प्रोटिनको बारेमा यो गाइज अलरेडी हाम्रो तराईवासीमा क्रेटिन प्रोटिनलाई स्टोइड सम्झिन्छ सो अलिक सम्झाइदिनु पऱ्यो जग्गा भिडियो देखिरहेछ
नमस्ते आन्टी त्यो बोलेन्सले त्यसले ल नि त अब सो गाइस फाइनली म चाहिँ आइपुगेँ गोल बजार एन्ड दाइ चाहिँ मोमो घरमा हो भनेर भन्दै थियो। अहिले चाहिँ नवीन पान पसल भन्छ, कुन हो नवीन पान पसल। एन्ड मेरो ट्राइपोड मेरो स्ट्यान्ड पनि अहिले पुरै हल्लिरहेको छ, मैले मिलाएको पनि छैन। सो फर्स्ट दाइलाई भेटौँ एन्ड देन त्यसपछि निस्क्यौँ यहाँबाट फर्स्ट। नवीन पान पसल यहाँ रहेछ नवीन पान पसल। नवीन पान पसल ल अहिले भेट्नुपर्छ ल। खासमा दाइकै बाइक रहेछ 1 पिसेस। ओके ल गाइज म चाहिँ सिधै जिमबाट घर आएँ, दाइले बाइक दिएँ एन्ड सिधै घर आएर फेरि मैले आफ्नो पोस्ट वर्कआउट मिल जुन कि मैले लिने गरेको छु। आज 2वटा अन्डा लिएको एन्ड 2-3वटा अन्डा मैले उतै खाएको थिएँ। एन्ड यस दोज हु आर वाचिङ स्पेसली मिडल क्लास फ्यामिली, नट ओन्ली मिडल क्लास फ्यामिली, लाइक जसले पनि देखिरहेको छौ सबैजनाले हेर, बट ओन्ली मिडल क्लास फ्यामिलीलाई चाहिँ म भन्न चाहन्छु लाइक तिमीहरूको स्टोरी एन्ड मेरो स्टोरी होइन धेरै क्लोज टु लाग्छ क्या मलाई चाहिँ। किनभने म जतिलाई भेटिरहेको छु नि सेम टु सेम मेरै स्टोरी क्या, त्यही भएर खासमा मलाई सबले फलो गर्दो रहेछ। एन्ड जे कुरा म सेयर गरिरहेको हुन्छु नि सेम उसले पनि भन्छ क्या, लाइक ओपोनेन्ट्सबाट पनि ठ्याक्क रिप्लाई आउँछ दाइ म जस्तै हो, सेम टु सेम तपाईँको स्टोरी। एन्ड ग्रेटफुल फिल भइरहेछ किनभने चाहिँ ब्रो मैले त्यो भाइसँग जुन वर्कआउट गरेँ, आई थिङ्क नितेश होला नाम, यस म नाम हल्की कन्फ्युज भइरहेको छु। सो त्यो भाइले ठ्याक्क मलाई धेरै पहिलादेखि नै फलो गरेर आएको रहेछ। त्यसपछि चाहिँ म उसको घर गएँ, लाइक उसको मम्मी ड्याडीले चाहिँ मलाई स्पेसली उसको मम्मीले चाहिँ भिडियो हेर्दो रहेछ मेरो एन्ड धेरै नै माया सपोर्ट छ उहाँबाट पनि। एन्ड त्यही यो क्रिएटिन प्रोटिन हाम्रो तराईतिर चाहिँ के हुन्छ भने चाहिँ अब राम्रो चिजहरू खाइराख्यो भने चाहिँ यहाँ नराम्रो भन्छ क्या मान्छेहरूले। यस्तो मान्छेहरू पनि छ क्या, लाइक अब क्याफे एरियातिर गयो जङ्कहरू खायो भने त्यो राम्रो, एन्ड प्रोटिन क्रिएटिन जस्तो राम्रो मोस्ट रिसोर्सेस सप्लिमेन्टहरू खायो भने चाहिँ नराम्रो भनिदिन्छ क्या। सो त्यही लाइक भाइले पनि भन्दै थियो कि एकपल्ट तपाईँ जानु र यसो बुझाइदिनु मम्मी ड्याडीलाई चाहिँ। सो म गएको थिएँ, मलाई लेट पनि भइरहेको थियो, बट त्यहाँ गएपछि बल्ल थाहा हुँदो रहेछ मसँग कतिको लाइक माया सपोर्ट छ क्या। लाइक सो धेरै नै ग्रेटफुल फिल गरिरहेको छु म चाहिँ, स्पेसली तराईवासीबाट यत्तिको सपोर्ट छ मलाई, खुसी लागिरहेछ, यहीँबाट खुसी लागिरहेछ मलाई चाहिँ स्पेसली। एन्ड यत्तिको सपोर्ट लाइक उसले चाहिँ आन्टीले पनि मलाई धेरै भन्नुभयो कि यस्तो कुरा लाइक हुन्छ नि गुजे बम चाहिदिने क्या। अब तिमी पनि एउटा मेरो छोरा जस्तो छौ, मेरो छोरालाई पनि आफू जस्तो बनाऊ। लाइक हेरिरहेको छु गाइज, मैले कति भिडियोमा भने होला कि एक टाइम थियो मलाई यो सोसाइटीले नराम्रै भन्थ्यो क्या, नराम्रो काम गरेको थियो अभियसली नराम्रो भनिहाल्छ नि। लाइक यस्तो मोमेन्ट्सहरू थियो मेरो लाइफमा 5 साल अगाडि कि यो केटासँग नघुम जसले पनि भन्थ्यो क्या। अब म जस्तै साथीलाई बोलाउन गएँ घरमा, त्यसले सिधै भनिदिन्थ्यो त्यसको मम्मीबाले फेरि आइस यो गजेडीलाई भँगेरीलाई मेरो छोरालाई बिगार्नु भनेर भनिहाल्थ्यो क्या। मलाई चाहिँ स्पेसली हट हुन्थ्यो, अब अभियसली हट त भइहाल्छ नि, अब नराम्रो चिजमा फसेको थिएँ। एन्ड एउटा त्यो मोमेन्ट थियो एन्ड एउटा अहिलेको मोमेन्ट छ, सुन्नु पाउँछु, लाइभ सुन्न पाएको छु कि मेरो छोरालाई आफू जस्तै बनाऊ भनेर, कतिको चेन्जेस छ। सो त्यही हो, फसेको डजन्ट म्याटर, फसेर तिमी निस्किरहेछौ र केही गरिरहेको छौ म्याटर गर्छ। स्पेसली आज चाहिँ मलाई के फिल भइरहेछ भने चाहिँ ठुलै काम गरिरहेको छु जस्तो लागिरहेछ कि आज चाहिँ मलाई। यत्रो भेटेँ एन्ड अर्को ब्रदरहरूसँग पनि भेटेँ, उसको स्टोरी मेरो स्टोरी लाइक धेरै नै म्याचिङ रहेछ क्या। अब लभ लाइफकै कुरा गऱ्यो भने चाहिँ छ, आफ्नो पनि छ, वान साइडेडै थियो मेरो भन्दा नि हुन्छ, किनभने आफ्नो तर्फबाट त मैले बेस्ट दिन खोजेँ सबलाई, एभ्री वान। सो पोडकास्टको कुरा पनि चलिरहेको छ, आई थिङ्क मेबी यो महिनाभित्रमा मेबी म सुट गर्न सक्छु होला। सो लेट्स सी, सब चिज अब कभर गरेर, सब चिज आफ्नो लाइफ स्टोरी कभर गरेर त्यसपछि म केही चेन्ज गर्नेछु जुन कि तपाईँहरूले सुन्नुहुनेछ पोडकास्टमा। एन्ड यस, थ्याङ्क यू फर दिस लेभल अफ सपोर्ट गाइज, थ्याङ्क यू। लाइक यतिको बेस्ट मुभमेन्ट लागिरहेछ मलाई आजको, स्पेसली मलाई बेस्ट मुभमेन्ट लागिरहेछ तपाईँहरूले गरेर नै हो म यहाँसम्म आएको हो। एन्ड यस, इफ तिमीहरू मिडल क्लास फ्यामिलीबाट छौ मलाई कम्पेयर गर, म पनि त्यहीबाट बिलोङ्स गर्छु ब्रदर। मसँग पनि त्यो ठुलो बङ्गला छैन, घर छैन, बिजनेस छैन त्यस्तो, बट मसँग त्यो गड छ क्या भित्र, त्यो गड छ जुन मलाई लाग्छ म एक्लै आफ्नो होल फ्यामिलीलाई आउने दिनमा चेन्ज गरिदिनेछु क्या, सब चिज खडा गरिदिनेछु, त्यस्तो आँट लिएर अगाडि बढिरहेको छु। एन्ड नो म्याटर, डाउनफल भनेको इज अ पार्ट अफ जर्नी नै हो क्या। जसको सुकै सक्सेसफुल लाइफ स्टोरीहरू सुन,
तिनीहरूको यो मात्र हुँदैन क्या सब राम्रो राम्रो भइरहेको हुन्छ सब नराम्रो भइरहेको हुन्छ र त्यो नराम्रो टाइममा पनि तिनीहरूले के गर्छ थाहा छ पुस गर्छ क्या आफूलाई नो म्याटर वाट के लाइक नराम्रो भइरहेछ इज अ पार्ट अफ जोर्नी राम्रो भइरहेछ झन् राम्रो गर्ने हो सो अब चाहिँ घर निस्किन गइरहेको छु राति धेरै भइसक्यो एन्ड वन्स अगेन ह्याप्पी दिवाली टु एभ्री वान रमाइलो गर एन्ड यस गाइज एट द इन्ड अफ दिस भिडियो भन्न चाहन्छु भटक्का सटक्काहरू फोडिरहेको छु भने अलिक एनिमल्सहरूलाई चाहिँ प्रोटेक्ट गर्ने गर्नु लाइक भटक्का म हेरिरहेको हुन्छु यस्तो फालिदिन्छ तर अगाडि कुकुरहरू भसिरहेको हुन्छ सो तिनीहरूको लागि चाहिँ अहिले फेयर मुभमेन्ट छ सो होप यो कुरा चाहिँ अलिक हेरिदिनु एन्ड एट द इन्ड अफ दिस भिडियो थ्याङ्क यू टु एभ्री वान गाइज थ्याङ्क यू जतिसुकै भने नि कम छ गुड नाइट